नमस्ते साथीहरू, यति बेला हामी चाहिँ लुम्बिनीमा घुम्न जानको लागि चाहिँ तयारी भएर बाटोमा हिँडिसकेका छौँ है। लगभग हामी यहाँ घरदेखि हिँडेपछि 30 मिनेटमा चाहिँ यहाँदेखि लुम्बिनी पुगिन्छ है। लुम्बिनी चाहिँ हाम्रो रुद्रपुरदेखि एकदमै नजिक छ। हामी 30 जना जति रुद्रपुरबाट लुम्बिनी घुम्नको लागि हिँड्यौँ र हिँड्ने बेलामा चाहिँ हामी लगभग 7:30 अथवा 7 बजेको हाराहारीमा हिँडेका थियौँ घरदेखि। अब वहाँ पुग्दाखेरि हल्का अँध्यारो भइसकेको थियो। हामी भने नाइट भ्यू हेर्नको लागि चाहिँ लुम्बिनी गएका थियौँ, बुद्ध जन्मस्थल। त्यसै गरी बुद्ध जयन्तीको अवसरमा लुम्बिनी घुमाउँ न त कस्तो हुँदो रहेछ, नजिकै पनि छ क्यारे भनेर लगभग हाम्रो 30 जनाको टोली चाहिँ लुम्बिनी पुगेको थियो है। लुम्बिनीमा निकै रमाइलो थियो, निकै रमणीय ठाउँ, जताततै झिलिमिली होइन। व्यापारीहरू लगायत सम्पूर्ण त्यहाँ चाहिँ उपस्थित हुनुहुन्थ्यो। धेरैजना हुनुहुन्थ्यो, एकदम भिडभाड टडकपडक एकदम बढी नै थियो है। उस्तै पर्ने भने खुट्टा राख्ने ठाउँ थिएन लुम्बिनीमा। साँझ छिप्पिँदै थियो तर पनि मान्छेको एकदमै घुइँचो बढिरहेको थियो कि जति राति हुँदै गयो उति धेरै मान्छेको आगमन अथवा चाहिँ त्यहाँ टुरिस्टहरू, इन्टरनेसनल नेसनल टुरिस्टहरू चाहिँ आइराख्नु भएको थियो है। त्यसै बिचमा हामी पनि घुम्नका लागि सबैजना गयौँ र गाडीबाट ओर्लिएर हामी अलिकति हिँडेपछि हामी चाहिँ मायादेवी मन्दिर अथवा चाहिँ बुद्धको जन्मस्थलमा चाहिँ पुग्ने प्रयास गऱ्यौँ। एकदमै गाह्रो भयो त्यति बेला, किनभने त्यहाँ चाहिँ एकदम भिड भइरहेको थियो कि मान्छेहरूको भिड, खुट्टा राख्ने ठाउँै छैन। जता हो मान्छे, जता हो मान्छे, जता हो मान्छे। खुट्टाका त के कुरा गर्ने, जुत्ता राख्ने पनि ठाउँ छैन कि, त्यस्तो भिड हुँदो रहेछ है। म चाहिँ बुद्ध जयन्तीको दिन चाहिँ पहिलोचोटि गएको हो लुम्बिनीमा। जान त घुम्नको लागि चाहिँ बुद्ध जयन्ती नभएर चाहिँ अरूमा चाहिँ जान्थेँ म, तर बुद्ध जयन्तीको दिन चाहिँ पहिलोचोटि गएको। हुन त सुरक्षाकर्मीहरू पनि हुनुहुन्थ्यो त्यो भिडभाडलाई कन्ट्रोल गर्न, अथवा कतै त्यस्ता घटनाहरू घट्छन् कि भनेर पनि सुरक्षाकर्मीहरू पनि तैनात गरिएको थियो। तैपनि सुरक्षाको दृष्टिकोणले अब हेर्दा पनि लुम्बिनीमा मान्छेको चाप बढी भएर अलिकति आफ्नो गरगहनादेखि लिएर हरेक कुराको ख्याल गर्नुपर्ने अवस्था थियो। नाइटमा चाहिँ एकदमै राम्रो देखिँदो रहेछ है। लुम्बिनीमा पुरै लाइट, यो पानीमा चाहिँ डुङ्गा सर्र चढ्दो रहेछ। यो डुङ्गामा चढेपछि ठ्याक्कै मायादेवी मन्दिर चाहिँ पुगिँदो रहेछ है त। अनि मन्दिरहरू चाहिँ एकदमै टाढा छ। त्यहाँ चाहिँ विशेष गरी त्यो दिनमा चाहिँ मायादेवी मन्दिरमा चाहिँ अलि धेरै भिड लाग्दो रहेछ कि, अलि धेरै भन्दा पनि धेरै नै भिड लाग्दो रहेछ है त। आन्तरिक पर्यटकदेखि लिएर बाह्य पर्यटक पनि त्यहाँ भित्रिनु भएको थियो लुम्बिनीमा। त्यसैले पनि होला बुद्ध जयन्तीको दिन एकदमै भिडभाड बढी नै थियो। त्यो भिडलाई पनि छिचोल्दै हामी चाहिँ हिँडिरहेका थियौँ है। वहाँ पछाडिपट्टि चाहिँ मायादेवीको मन्दिर देखिरहेको छ है त, बुद्ध जन्मेको ठाउँ। पुरै यो चाहिँ झिलिमिली बलेको छ नि, यो चाहिँ बुद्धको जन्मस्थल अथवा बुद्ध जन्मेको ठाउँ, अथवा यहाँ चाहिँ बुद्ध जन्मेर 7 पाइलासम्म हिँडेको ठाउँ भनेर पनि चिनिन्छ। यहाँ भित्र गइसकेपछि चाहिँ मोबाइल एलाउड छैन, किन भन्दा भित्र भिडियोहरू फोटोहरू चाहिँ बनाउन एलाउड छैन। त्यसैले हामीले बनाउन सकेनौँ। बाहिरैदेखि चाहिँ भिडियो धेरै खिच्यौँ अनि एकदमै धेरै रमाइलो पनि भयो। धेरै ग्रुप अथवा 30 जना जतिको हाम्रो एउटा जम्बो ग्रुप गएका थियौँ यहाँदेखि। त्यसैले पनि एकदमै रमाइलो तरिकाले चाहिँ लुम्बिनीमा घुमघाम गरेर चाहिँ हामी घर फर्क्यौँ। घर फर्किँदाखेरि त लगभग रातिको 12-12:30 भइसकेको थियो। एकदमै रमाइलो पल है त त्यो। पललाई चाहिँ म बिर्सिन सक्दिनँ। एकदम लुम्बिनीको रमाइलो पल। सम्पूर्ण साथीहरूलाई धेरै धन्यवाद। यति मिठो जमघट, त्यसै गरी घुम्ने अवसर जुटाइदिनु भएकोमा र यो भिडियो बनाउने सम्पूर्ण साथीहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। हामी यति बेला लुम्बिनीबाट चाहिँ यो भिडियो बनाइरहेका छौँ। तपाईँ पनि घुम्न आउन चाहनुहुन्छ भने हाम्रै क्षेत्रको लुम्बिनी बुद्ध जन्मेको ठाउँ, बुद्धको जन्मस्थल लुम्बिनीमा आउन सक्नुहुन्छ। विशेष गरी बुद्ध जयन्तीमा चाहिँ लुम्बिनी आउनुभयो भने एकदमै रमाइलो हुनेछ है। तपाईँले त्यहाँ भिडभाडदेखि लिएर साउन्ड सिस्टमदेखि लिएर नाचगानदेखि लिएर खानपानदेखि लिएर हरेक चिज चाहिँ त्यहाँ पाउनुहुनेछ है त। एकदमै सस्तो पनि रहेछ है लुम्बिनीमा चाहिँ। स्टलहरूमा त्यो सामान पनि एकदम सस्तो रहेछ त्यहाँ चाहिँ, मैले हेरेँ पनि होइन। त्यसैले पनि तपाईँ लुम्बिनीमा मजाले घुम्नलाई आफ्नो फ्यामिली लगेर चाहिँ जान सक्नुहुनेछ है त। धन्यवाद।